यस्तो समय हाम्रो जीवनमा आउनुपर्छ कि परमेश्वर ममा केही नहोस्, मैले भनेको जस्तो पनि नहोस्, तर म तपाईँलाई आराधना गर्छु। त्यो चाहिँ परिपक्वता हो। हालेलुया। त्यो चाहिँ आराधनाको गहिराई हो। अंश अधिकार ठिकै छ नभए, तर तपाईँ मेरो सदा सर्वदा अंश हुनुहुन्छ, तपाईँ मेरो धन हुनुहुन्छ। आफैलाई यसो विचार गर्नुहोस्, मलाई किन स्ट्रगल छ, मलाई एकदमै गाह्रो, खुट्टा घिसार्दै किन मलाई सङ्गति जानुपर्ने, के हो यो? आफैलाई विचार गर्नुहोस् अनि भन्नुहोस्, प्रभु म नेचुरल हङ्गर दिनुहोस् मलाई तपाईँको। म आजदेखि तपाईँको उपस्थितिको लागि भोकाउन चाहन्छु। आजदेखि म तपाईँलाई पुकारा गर्न थाल्छु। फेरि परमेश्वर तपाईँ मात्रै रहेछ मेरो चित्त बुझाउनु हुने। र म इजरायल चाहिँ इन्डियन खोर्सानी छ। पर चाहिँ भुटनिस खोर्सानी फलिरहेको छ। मकै सेतो जुङ्गे भइरहेको छ। यहाँ काँक्राको झेल जाँदै, कोही टमाटर फुल्दैछ, दाना लाग्दैछ। यो चाहिँ फर्सी र इस्कुसको झेल जाँदैछ। चाहिँ करन्डको झेल पनि जाँदैछ। कोही भर्खर बुढी कोसा लाग्दैछ, फुल्दैछ। मकैको पहिला यस्तो जुङ्गा आउनु नहुने, केस बाटेको नानीको हुँदै बाटिदिन्थ्यौँ। मेरो मकै जुङ्गा आउँदैछ, कोही जुङ्गा मर्दैछ। चाहिँ गाईले भाँचिदिएर पनि जुङ्गा आइरहेको छ। बाख्राले बुढी पनि भाँचिदिएको छ।